हेलो साथीहरू, नमस्ते सबैजनालाई। मेरो स्यान्ता युट्युबमा वेलकम छ। सबैजनालाई देख्न सक्नुहुन्छ। आज चाहिँ म ब्लग लिएर आउँछु भन्दाखेरि मेरो बुढी चाहिँ यहाँ हाँसेको हाँसिछ के किन खै त अब यहाँ बुझ्नु पर्ने हुन्छ। किन हाँसेको तिमी? किन हाँस्यो भन न? अनि ब्लग बनाउँछु भन्दा चाहिँ किन हाँस्यो त? भन न। किन हाँस्यो के? यो मान्छे हाँसेको हाँसी चाहिँ हेरेर मैले भनेको केही पनि मिलेन र के, त्यही भएर हाँसेको हाँसी चाहिँ लो पागल। किन हाँस्यो? भन न, किन हाँस्यो के? यस्तो छ, भ्लग बनाउनु भन्दा चाहिँ ऊ चाहिँ भागेको भागी छ होइन, हाँसेको हाँसी छ। न किन भागिरहेको के भन न ल। किन हाँस्यो? नन त मिठाई खाने? मिठाई खाने? नन पिङ खेल्न जाने? ल गाइज, यही भन्दै अब म चाहिँ बिदा माग्न चाहन्छु। हस् त, नमस्ते सबैजनालाई। हाम्रो आरजे सर भनेको पनि यही हुनुहुन्छ। आरजे सर चाहिँ ल एउटा गाना, मिठो गाना गाइदिनु पऱ्यो सर। एकचोटि एउटा दर्शक बिन्दुहरूलाई, मेरो सब्सक्राइबरहरूलाई अब एउटा गाना सुनाइदिनु पऱ्यो क्या। भोलिको दिनमा सुनाउला सर, म आज अस्ति अलि ल्याङमा छु आज। ए, उहाँ चाहिँ अहिले ल्याङमा हुनुहुन्छ। अब तपाईँहरूलाई चाहिँ भोलि एउटा मिठो गीत सुनाउने छु तपाईँहरूलाई है त। हाम्रो सरले उहाँको भोलि गाना गाएर एउटा मिठो गीत सुनाउनु हुनेछ। त पिङ खेल्न जाने? पिङ खेल्न जाने? हिँड्छौ। नानी तेरो बाबा नाम क्या हो? बाबा नाम आरजे हो? बाजाओ नाम क्या? बाजाओ नाम क्या? बाजाओ। कविता तेरो मम्मी को नाम हो नि? बाजाओ नाम क्या? बाजाओ। हाँ? बाजाओ नाम क्या हो रे? सलमान नकल कर। ओली? ओली तो केपी ओली हुन्? केपी ओली तेरो बाजे हुन्? ए ल ल गाइज, बाई बाई सबैजनालाई है त। भोलि भेटौँला। अब मिठो गीत लिएर आउनेछु भोलि हाम्रो आरजे सरकोबाट। भोलि मिठो गीत लिएर सुनाउनेछु सबैजनालाई। ल बाई सबैजनालाई।